मायालाई मै लान्छु मेरा। ल है त साथीहरू, आजको हाम्रो न्यू डे न्यू ब्लग गुम्बङ ब्लगबाट चोरेको यो डाइलग चाहिँ, तर हाम्रो चाहिँ अब नयाँ युट्युब चोरी सुरु देखा कसम 55 क्वालिटी भिडियो ओके छ त। हामी कहाँ जाँदैछौँ आज? हामी छमसिन लोटे टावर होइन, लोटे टावर जाँदैछौँ है हामी। अहिलेलाई हामी यति नै भन्न चाहन्छौँ कि त्यसपछि चाहिँ उतै पछि भेटौँ है त। ल है त, यो बस आउँदैछ कि हामी चेक गयौँ। ल है त साथीहरू, आज चाहिँ हामी बिदा भएको कारणले म र मेरो साथी जमसिल जाँदैछौँ। हाम्रो बस आउनु कति मिनट बाँकी छ? 2 मिनट बाँकी छ। हामी बस आएपछि बसको देखाउँछौँ है त। ल है त, स्टे ट्युन। चाहिँ हाम्रो बस आएको छ अब। ल हामी चाहिँ बस चढ्यो अहिलेलाई, एकछिनमा बसको मनोरञ्जन देखाउँ। ल है त, ठ्याठ्या बसको भ्यू कस्तो देखिन्छ अहिले म देखाउँछु एकछिनमा। त्यस्तो छ है कोरिया चाहिँ जाम परेर। अबको 20 मिनटमा हामी पुग्छौँ डेस्टिनेसनमा है त। हामी 2 लाउरेहरू चाहिँ बसबाट ओर्ल्यौँ है त। यो अलि ऊ हुनुपर्ने कि चस्मा लाउनु पर्ने हो त दिन होइन। ल है साथीहरू, चस्मा चाहिँ फर्स्ट टाइम लगाएको है त। त्यही पनि मैले लाथिनँ नि जस्तो ह्यान्डसम देखेर केटी चाहिँ अब त कति पट्याइने हो। हाम्रो साथीको चाहिँ फेरि नेपालमा गर्लफ्रेन्ड छ है, म त भनिदिन्छु। के अरे? म त सिङ्गल हो है। ल म नि सिङ्गल हो। ल ब्लग हेरेर केटी पटाउने विचार गर्यो क्या? यस न्यू ब्लगर इन नेपाल टु कोरिया। के छ बाबु? कोरिया आएको 5 वर्षमा बल्ल लोटे ओल्ड देखाउने हो, लोटे ओल्ड मल देखाउनु पर्ने हो। ल है त लोटे ओल्ड म त प्रो भइसक्यो चलाउन तपाईँमा। यो त प्रे ऊ हो नि त, ऊ रहेछ नि त। यो त यहाँ स्क्रिन टच छ नि त, अब ट्याक्क गऱ्यो नि ट्याक्क। ल है त, यस्तो चहलपहल भइरह। के किन्ने हो र मलमा गएर? के गऱ्यो भने उता फर्किन्छ अरे? यहाँ गएर ए एन्जेलिन्समा गएर के किन्नु त? अब खाने होला। पहली दफा आगो बलेको त विजय र हेर त, जिन्दगीमा आगो बलिरह, यहाँ पनि आगो बलिरह। यहाँ अब त्यही आगो नियो भने चक्करमा केही न केही हुन्छ। यहाँ आगो निभाउन हान्डी गर्न जानुपर्छ। आज बेलुका हान्ने गएर जानी चाहिँ कता हो कि? हेर्दैछु, हेरौँ न। कोही पनि तिमी हेर्दा यहाँ 1,10,000 बेच्दिउँ क्यासिफाई स्टुडियोमा, बेच्दिउँ। 1,08,000 को पो त। ल है त, यो ऊ चाहिँ धनी हो है। आई लभ सौर स्काई। सुनको सिक्री यहाँ छ यार, के प्ल्याटिनियमको सिक्री। म त खासै धनी छैन है, त्यही घरमा सुनको हात्ती छ। यता जाउँ न, उता माथि कन्सर्ट हल लोटे ओल्ड माथि रहेछ नि त। माथि रहेछ नि त लोटे ओल्ड, हेर न माथि देखाएँ होइन? यहाँ पनि छ त, यहीँ त्यस्तो चाहिँदैन हामीलाई जेली ग्यास ठिक छ। तर तिम्रो त छ, तिमी त भन्न मिल्दैन। तर मलाई चाहिँ जेली ग्यास, गरिब छु के गर्नु।
सुनको हात्ती छ घरमा त्यही नि गरिब छु राति छु म तर एक्चुली चाहिँ त्यो लुइसमा जाऊँ न त लुइस भित्रमा के किनिदिन्छ मलाई त्यहाँ त अब उयो रोलेक्समा हेर्दा नि रोलेक्स अहिले हेर्न त आउनु पऱ्यो नि त के हो त नि हेर्न दिन्छ दिइहाल्छ नि छिर्न दिन्छ हामीलाई रोलेक्समा छिर्न दिन्छ दिन्छ मा कसम ह्यान्डसम आएको बिन्दा फोटो नि हाल्न चिज विजय गुच्ची गुच्ची छ मसँग गुच्ची गुच्ची गोविन्द दिन्छ यिनीहरूको के वेलकम टु लोटे टावर हामी लोटे टावरमा रहिरहेको छौँ हजुर बनेको होला है यस्ता स्टिल बनाएको होला नि त पहिलाको कलमहरूले यस्तै बनेको देखाएको नि सी कस्तो राम्रो देखेको यार यो के हो यो यस्तैले बनेको के हो ब्रस अफ कोरिया होइन बनेको पाइन ट्री हो क्या यो पाइन ट्री यो घर हो पहिलाको यहाँ फोटो खिच्नु बसेर किन पैसा लिन्छ जस्तै है कार्पेटहरू के अरे के भन्छ गलैँचा फङ्का फङ्का यो टिकटकमा नै हाल्यो भने यस्तो भिडियो बनाएर भिडियो अफ गर है दादा लोटे ओल्ड हो होइन स्टेडियम रिजर्ट हो क्या त्यो लेक भन्थ्यो नि त्यो हो हेर नि त्यो खेल्ने कुराहरू हो क्या त्यो उयो चाहिँ खेल्न जानु न पछि उयो यो रोलर कोस्टर सिधा नि रोलर कोस्टर रोलर कोस्टर होइन सिधा भयो यस्ता जाने त्यो माथि आएर यस्तो फैलिन्छ अब त लाउरेहरू कोरियाको चाउरेहरू है हामी चाहिँ लाइट सब्जी टाढा भनेको ट्रेन चढेर के चढेर यो त कहाँ हान्ड्रेमा छैन न बन्ठाम भने बाउ दिस इज द वाट ओइ मा कसो गोविन्द खतरा हायर ओइ कस्तो राम्रो हाल्नु हुन्छ साँच्ची नै यता बसेर गोविन्द हेर कस्तो राम्रो Look at the view, guys. Just look at the view. Top 5 मा पर्छ जसलाई top 5 अब जसलाई Look at the Han Angry River. Han River. Han नै भन्ने Han हो खासमा रिभर हो नि हामी साउल टावर
फङ्सन टावर यस्तो राम्रो खाएको हुन्छ भिडियो चस्मा 60,000 चस्मा हो थाउजन्ड होइन होइन 80,000 मात्रै आउँछ ल अब हेर त तिमी त्यो चस्मा नअलिकति हेर न यतापट्टि आफैले हेर भनौँ यो गाइज दिस इज लोटो टावर है वर्ल्डको टप 5 मा आउँछ अरे दामी छ दामी 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 छ दामी हेन्सम आहा क्या म नि विजय भाइ पनि हेन्सम आहा यार सिङ्गल लाइफ अब त सबै पछि सिङ्गल लाइफ आउने भयो Oh my god, it looked so scary. Is it scary? It looks so scary. Oh. It's look though scary, it's look amazing. डर लाग्यो my lord. त्यही बसेन ल भयो यु डु इट वेल हाम्रो यता काक्स अघि त्यहाँ कस्तो यस्तै चाहिँ राम्रो राखेको भिडियो हेर न आफूले बोकेर चाहिँ आउँदो रहेछ क्या राम्रो यस्तो पाराले हामी अलिक कफी खाँदैछौँ लट्टे ओलाएर अब हामी यसपछि कहाँ जान्छौँ अरे सर भनिदिनुहोस् त गोविन्द सर हामी घाम लगाइरहेको छ हान्डीबाट गइन्छ कि हान्डीबाट लिएर BBQ पाइन्छ के छ त काला के अरे गोरो आएर यो चाहिँ अस्ति भर्खर हामीले मैले किनेको चस्मा हो है मेरो चस्मा उठाएर मैले नि उद्घाटन नगरी नि उसले उद्घाटन गरिरहेको यस्तो पाराले सक्दैन बग्दैन गाह्रो पर्ला है साथीहरू टक्कर नलिउँ होला गाह्रो पर्ला साथीभाइहरू गाह्रो पर्ला अहिले त के अरे भर्खर इन्ट्रो हुँदैछ इन्ट्रो त्यो पुरा फिल्म त आउनै बाँकी छ गाह्रो पर्ला त्यसरी अलिकति होसियार हुनुहोस् होसियार गाह्रो पर्ला है त साइनारा यहाँबाट सकियो होइन अब हामी कहाँ जाने अब हामी हान्ड्रीबारतिर जान्छौँ ल अब हामी हान्ड्रीबारतिर जान्छौँ ल अब लेट्स गो टु डाउन फ्लोर कि वी विल क्लिक सम फोटो only you have let's here यो वेलकम ब्याक हामी चाहिँ भर्खर
लोटे टावर चढेर आएको छौँ 123 तलाको। नाउ हियर वी आर इन लोटे सपिङ मलमा। जस भ्यू चाहिँ स्टनिङ छ। वाट्स नाइस। राम्रो छ सिन चाहिँ। मान्छे नि यसमा हेन्सम आउँदो रहेछ, हेन्सम नभए नि। हाम्रो साथी विजय दोस्त चाहिँ टोइलेट गएको छ। कहिले आउँछ, कुर्नु परेछ यहाँ एक्लै। बस्ने ठाउँ नि गर्दैन, यहीँ भैँमै बस्नु पर्ला जस्तो छ। बस्ने ठाउँै देख्दिनँ, गाह्रो छ एक्लै हुनु। We had fun. दामी दामी दामी। विजय भाइले फोन गरे जस्तो हो। विजय भाइले फोन गरे है। भाइ यता अगाडि हेर न। यता अगाडि विजय भाइ आउँदै है। टोइलेट गएर विजय भाइ आउँदै। सौल टावर चढेको, लोटे टावर चढेको, टोइलेट लाएर के विजय भाइले। यस्तो राम्रो सिन छ नि यहाँ। विजय भाइ टोइलेट गएर भर्खर है। विजय भाइ केही शब्द बोल्दैन, कस्तो एक्सपिरियन्स कस्तो भयो? बोल न, बोल केही शब्द। 123 तला चढेर कस्तो अनुभव भयो भन? भन न, भन। अहिले मेरो जिन्दगीको शिखरमा छु। शिखरमा भए शिखरमा हो। के अरे? शिखरमा हो। केही भन्नु छ अरू हाम्रो भ्युअर्सहरूलाई, युट्युब भ्युअर्सहरूलाई हाम्रो ब्लगमा हाम्रो किप सब्सक्राइबिङ होइन, किप सब्सक्राइबिङ, किप लभिङ। सारङ्गी हो अहिलेलाई यति। फेरि वी विल बी ब्याक इन हान रिभर जाँदैछौँ हामी अहिले चाहिँ। वी विल बी ब्याक। बाई बाई, सी यू आफ्टर सम टाइम। केही समयपछि भेटौँला है। या माई आउटफिट लुक्स लाइक ट्यापे नभए नि।